नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस स्मार्ट लोकसेवा हब विथ तारा युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज पनि हामीले नेपालको भूगोलबाट नेपालका प्रमुख तालहरूको बारेमा सामान्य जानकारीहरू लिएर आएका छौँ। हामीले यसलाई मिक्सेड 7 भनेर नामकरण गरेका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि माया र साथ दिनुहुनेछ। एकमा रहेको छ रारा ताल। नेपालको सबैभन्दा ठुलो ताल हो रारा ताल। कहाँ रहेको छ? मुगु जिल्लाको सिस्ने हिमालको काखमा रहेको छ। यसको उचाइ कति रहेको छ? 2990 मिटर। गहिराई कति रहेको छ? 167 मिटर। यसको लम्बाइ रहेको छ 5.2 किलोमिटर। चौडाइ रहेको छ 2.7 किलोमिटर। यसको क्षेत्रफल रहेको छ 10.8 वर्ग किलोमिटर। हजुरहरूले प्रश्न अनुसार 11 रहेछ भने 11 मा पनि लाउनु होला। यसलाई करिब 11 वर्ग किलोमिटर पनि भन्ने गरिन्छ। आकार रहेको छ कचौरा गाई गोरुको खुर आकारको रहेको छ। समुद्री सतहदेखि 2990 मिटर 9800 फिट रहेको छ। त्यसै गरी विक्रम सम्वत 2020 सालमा राजा महेन्द्रले भ्रमण गरेपछि महेन्द्र ताल नामकरण गरिएको थियो। रारा ताललाई सन् 1976 मा राष्ट्रिय निकुञ्जको एक भागको रूपमा पनि समावेश गरिएको थियो र सन् 2007 मा रामसार सूचीमा सूचीकृत गरिएको थियो रारा राष्ट्रिय निकुञ्जलाई। त्यसै गरी साथीहरू, अब हामीले सेफोक्सुन्डो ताल सम्बन्धी केही जानकारीहरू हेर्दैछौँ। सेफोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। कहाँ रहेको छ? डोल्पा जिल्लाको काजीवरा हिमालको काखमा रहेको छ। यसको लम्बाइ कति रहेको छ? 5.15 किलोमिटर रहेको छ। चौडाइ रहेको छ 0.8 किलोमिटर। त्यसै गरी यसको गहिराई रहेको छ 650 मिटर। यसको क्षेत्रफल रहेको छ करिब 4.44 वर्ग किलोमिटर। समुद्री सतहदेखि 3661.5 मिटर 12010 फिट। स्थानीय नाम रिमो वा रिम। यसको आकार कस्तो रहेको छ? अङ्ग्रेजी अक्षर वाइ आकारको रहेको छ। यसलाई निलो ताल पनि भनेर भनिने गर्दछ र 3 कुने तालको रूपमा पनि यसलाई चिनिने गर्दछ साथीहरू। त्यसै गरी अब हामीले तिलिचो ताल सम्बन्धी केही जानकारी लिँदैछौँ। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो तिलिचो ताल। कहाँ रहेको छ? मनाङ जिल्लामा। यसको लम्बाइ कति रहेको छ? 4 किलोमिटर। चौडाइ कति रहेको छ? 1.2 किलोमिटर। यसको गहिराई कति रहेको छ? 85 मिटर। क्षेत्रफल कति रहेको छ? करिब 4.8 वर्ग किलोमिटर। समुद्री सतहदेखि 4919 मिटर अग्लो रहेको छ तिलिचो ताल। त्यसै गरी अब हामीले फेवा तालको बारेमा जानकारी लिँदैछौँ। नेपालको दोस्रो ठुलो ताल हो फेवा ताल। यसको अर्को नाम के हो? बैदाम ताल पनि भन्ने गरिन्छ। फेवा ताललाई कहाँ रहेको छ? कास्की जिल्लामा। यसको लम्बाइ कति रहेको छ? 4 किलोमिटर। चौडाइ कति रहेको छ? 2 किलोमिटर। गहिराई कति रहेको छ? 24 मिटर। क्षेत्रफल करिब 5.23 वर्ग किलोमिटर रहेको छ। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछु। साथै हाम्रो यस स्मार्ट लोकसेवा हब विथ तारा युट्युब च्यानललाई अझैसम्म पनि लाइक सब्सक्राइब गर्नुभएको छैन भने एकपटक लाइक सब्सक्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।